हेलो एभ्रिवान नमस्ते। म चाहिँ आज धेरै समयपछि साइबुङ भ्लग लिएर आइरहेको छु। म चाहिँ साइबुङको मम्मी अनि यता हुनुहुन्छ हाम्रो साइबुङ। साइबुङ यता हेरिदिनुहोस्। हेलो हेलो हेलो। अनि मसँग हुनुहुन्छ अज्ञात ब्रो भाङ्रे ब्रो। अनि हामी आज चाहिँ भेटारको पाथिभरा मन्दिर गइरहेको छौँ। पाथिभरा जाने बाटो। हजुर के भएर ग्रीन आयो के? ए मेरो चस्माले ओ माई गड, चस्मा लाउँछ नि। चिन्डो रहेछ है। वे टु पाथिभरा मन्दिर अरे। साइबुङ हेलो। कहाँ गएको? खोइ हिँड 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 हिँड। आऊ जहिले बोक्नुपर्छ उसलाई। पानी बिग्रेको छ साइबुङको। तर मामासँग आउँदैन, दादासँग मात्रै हो साइबुङ चाहिँ। यता हेर न, मामा यता हो। बस तिमी पनि बस, लु बस बस। ए हलेसी, मलाई यो मन्दिर चाहिँ मैले देखेको थिएन ल। माथि पनि रहेछ। अगाडि चाहिँ हाम्रो साइबुङ हिँड्दै हुनुहुन्छ, भाङ्रे निक्की। साइबुङले चाहिँ जहिले उसको दादालाई दुःख दिने हो। जहिले नै बोकी माग्छ उसले। दादा भेटेपछि हामीसँग नि आउँदैन। चढ्दै चाहिँ साइबुङले 1000वटा आज सिडी चढ्ने योजना बनाएको छ। त्यही अनुरूप हामी जाँदैछौँ। कन्टिन्यू हामी उसको लागि सपोर्ट मात्रै हो, ऊ आफैले हिँडिरहेको छ। हामी चाहिँ अलिकति पूजा गर्ने निर्णय गऱ्यौँ। हामी अलिक बेसी ढिलो आयौँ। जुत्ता खोल्नु पर्यो। यहाँ राख्ने होला जुत्ता, यहाँ। ठाडो होइन फलक। अहिले चाहिँ हामी पाथिभरा मार्जालाई धुप चढाउन लागिरहेको छौँ। के भन्दाखेरि पाथिभरा माता ओ नमस्ते। हाम्रो साइबुङले चटेसँगले बोल्नु थालिहाल्छ। छटेसँगले हे भगवान्। मौनी यस्तो गरौँ न। हे भगवान्, हे भगवान्, हे भगवान्, हाम्रो साइबुङको छिटै छिटै बोली कोटेर आमालाई वाक्क बनाउने होस्। खै नमस्ते गर। चढाउने त उता हो। कहाँ चढाउने रे? यो टपरी चाहिँ फालिदिने कि लाने हो? लाने हो। टोपरीमा लगेर जाने हो आफूले। प्रसाद लाने हो र? पक्रिनु नि, हात दिँदैछ। होइन, बाटो हेरेर हिँड्ने कि आकाशतिर हेरेर हिँड्छ हामी।
चाहिँ पाथिभरा मन्दिरको ब्याक साइड आएको छौँ। यहाँनिर साइबुङ खेलिरहेछ। नानी त्यो खानुहुन्न? दाइ चाहिँ ड्रोन उडाउँदै हुनुहुन्छ। उहाँ चाहिँ कपालको हाँगा छाट्दै हुनुहुन्छ। यो बाटो चाहिँ कहाँ जाने रहेछ? राम्रो रहेछ। साइबुङ त यसलाई कस्तो मन परेको यस्तो यस्तो एकान्त एकान्त जङ्गल जङ्गलतिर। यहाँ हेर त यस्तै हिँडेको खिचा ल आऊ। हिँडेको हो यो हिँडेको यसलाई हिँडेको हुन्छ। त्यो मुख चाहिँ के गरेको होला साइबुङले? दरबार त्यो नजाने होला नि त। कहाँको दरबार? यहाँ तल इन्जोय यस्तो इन्जोय गरेर हिँडिरहेको छ। अल्छीले हो। एक्सप्रेसन त आज सुत्छु मजाले। अहिले दिउँसै सुत्दिन्छ के गर्नु? अहिले टेम्पोमा जाँदै सुत्यो भने अब आइपुग्नु आएको। हामी चाहिँ मन्दिरको दर्शन गरेर फर्किन लाग्यौँ। साइबुङको दादा, मेरो पनि दादा, अनि साइबुङको छ्यामा तल हिँड्दै हिँड्दै जाँदैछन्। अनि हामी चाहिँ भेटास पाथिभरा मन्दिरसम्म मात्रै आउने भनेको थियौँ। अनि हाम्रो विकास दाइ चाहिँ यता नआउनु भएकोले जाउँ भन्नुभयो। अनि हामी आत्मा घरतिर जाँदैछौँ। साइबुङको एक्सप्रेसन साइबुङ साइबुङ हेलो गर, हाई गर, हाई। के निन्द्रा लाग्यो नि त साइबुङलाई। हामी चाहिँ भेटारबाट फर्किनु भनेको थियौँ, तर दाइले नाम्जी आफ्नो घरसम्म जाउँ भन्नुभयो जस्तो लाग्छ। के होइन है, होइन बुनु घर घुमेर हामी घर फर्क्यौँ। तर मैले घर फर्केको भिडियो चाहिँ त्यसको लागि माफी चाहन्छु। अनि हाम्रो भिडियोलाई हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। र फेरि हामीलाई लाइक सेयर र सब्सक्राइब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।